ल अहिले त हेर्नुहोस् यो अहिले काहीँ छैन सब ऱ्यान्डम छ अहिले कुरा नगरौँ अहिले नगरौँ त्यस्तो हुँदैन नि बसाइमा त्यस्तो हुने भने तपाईँहरू यता बस्नुपर्ने भयो विद्रोह गर्दैछु जनविद्रोहका क्रममा अब घाइते हुन्छ थुनिन्छ मलाई पक्रिन्छ सायद भोलि पक्रिन्छ कि पर्सि पक्रिन्छ होइन पक्रियो भने पनि तपाईँहरू हुनुहुन्छ नि त अब निस्किनु पर्यो सडकमा होइन त्यसले गर्दाखेरि तपाईँ के बुझ्नुहोस् भने होइन त्यसले गर्दाखेरि तपाईँहरू के बुझ्नुहोस् भने तपाईँले भन्नुभयो नि धोका हुँदैन मबाट किन धोका हुँदैन हामीले कमाउनु नै छैन मलाई कमाउनु छ थिएन नि त मसँग सम्पत्ति थियो गाडी थिए घोडा थिए छोराछोरी थिए नाति सबै कुरा थियो तर मैले किन यो बाटो लिएँ भन्दाखेरि मलाई एउटै कुरो भएको छ 3 चेलीहरूले आत्महत्या गरे एउटै डोरीमा एउटै रुखको हाँगोमा पासो लागेर अर्को प्रेम आचार्यले शरीरमा पेट्रोल खनाएर आगो लगायो नि संसद भवन अगाडि थियो अर्को कुरो तपाईँलाई म के भन्छु भने मेरो छोरीले एमडीमा नाम निकालिन् डक्टरमा एमबीबीएस यहाँ सकेर नाम निकाल्दाखेरि हामीले 0 शिशु क्लासदेखि डक्टरसम्म नि घरमै राखेर पठाएको नछोडिकन हामीलाई त्यति माया थियो क्या छोरीको जब छोरीको एमडीमा नाम निस्क्यो कोटा भएन यहाँ नभइसकेपछि हामीले बाहिर पठाउनु पर्यो बाहिर पठाउने बेलामा ऊ त्यहाँ छ नि ऊ त्यो फुल भएको ठाउँमा दिदी र मेरो श्रीमती चाहिँ छोरी पुर्याउन भनेर एयरपोर्ट हिँडेका ती मेरो बुढी बिहोस भएर लडे छोरो बुढी लडेपछि दिदी पनि लड्नु थियो अनि त्यस पछाडि मैले छोरीलाई लिएर म एयरपोर्ट गएँ एयरपोर्ट गएर मैले छोरीलाई बिदा गर्दाखेरि नि छोरीले यसरी बाई गर्दाखेरि मेरो यो सबै छाती भिजेको छ क्या मेरो आँसुले मैले त्यही दिन प्रण गरेको मैले मेरो छोरी मेरो देशमा पढाउन नपाउने मेरो नातिसँग म बस्न नपाउने त्यस कारणले गर्दा म यो व्यवस्था बदल्छु भनेर लागेको मान्छे यो व्यवस्था बदल्छु कुरा बुझ्नु होइन उहाँहरू हुँदैछ फेरि रोइ पो हाल्नु हो त्यसले गर्दा म त्यत्तिकै लागेको मान्छे होइन म यो अभियान छोड्दिनँ यो अभियानले जित्छ अब राज संस्था आइसक्यो लगेर राख्न मात्रै बाँकी छ व्यवस्था बदलिएपछि नि कसैले रुनु पर्दैन यो होइन व्यवस्था नबदलिकन त हुँदैन तपाईँहरूको अब सहकारीका पैसा अलिअलि जम्मा गरेको पनि खाइदियो होला खाइदियो होइन अनि हेर्नुहोस् त त्यो पैसा बुढेसकालको सहारा छोराछोरी होइन नि पैसा हो त्यो पैसै खाइदियो होइन दुःख गरेर फर्सीको मुन्टो सागको मुठो बेचेको मकै पोलेको मकै पोलेर बेचेको पैसा खाइदियो यिनीहरू गाडी चढेर हिँडेका छन् अघेर अब यो पुलिसहरूको तपाईँ भन्नुभयो नि चोर भन्छन् पुलिसलाई पुग्ने महिनाको 1 लाख तलब देऊ न चोर्दै पर्दैन अब यो एउटा काम गर्नुहोस् यो चाहिँ तपाईँहरूले मेरो हस्बेन्ड एसपीको पालो प्रमोसन हुने अनि ठ्याक्क मेरो हस्बेन्ड 3 नम्बरमा पालो इन्सपेक्टरमा चाहिँ जुनियर गर्दा डिएसपी हुनुहुन्छ इन्सपेक्टर जुनियर गरिदियो कि पहिले त्यो पुरा प्लानै हुन्छ नि उनीहरूको त अब हाकिमको नजिक भयो त्यही उनी फर्स्टमा 1 नम्बर 2 नम्बर इन्सपेक्टरमा जुनियर भयो त्यसपछि त्यो दोस्रो डिएसपीमा हुनुभयो अनि डिएसपी हुँदाखेरि अनि एसपीको पालोमा चाहिँ ठ्याक्क 1 नम्बरमा गृहमन्त्रीको मान्छे अनि मेरो हस्बेन्ड कता पुग्नुभयो धेरै यताउता गर्नुभयो अनि भएन कि अब त्यो ठ्याक्कै यति फास्ट निकाल्दियो त्यो पुग्ने बाहिर एसपीमा रिटायर एसपी अनि 6 वर्ष कति वर्ष छ मेरो हस्बेन्ड बलदेव मण्डल हुनुहुन्छ नेपाल प्रहरी अस्पतालमा
अनि अहिले हुनुपर्ने ठ्याक्कै पहिले राखेर उयो भयो तपाईँको हस्बेन्डले तपाईँको त्यो मान्छे पहिलेदेखि तपाईँले यहाँ सबैभन्दा लास्टको पढ्नु त एउटा इम्पोर्टेन्ट मिटिङ हुन्छ कि ट्रेनिङ हुन्छ त्यो ट्रेनिङ मेरो हस्बेन्डले गर्नुभएको होइन अहिले बडो मान्छे त्यो एकदमै हुनु पर्यो त्यसलाई ल अब एउटा काम गरौँ तपाईँको श्रीमान पनि मेरो फ्यान होला नि होइन सबै मेरो फ्यान छ ल यो लगेर नि यहाँ सुन्नु न अब तपाईँहरूसँग आइहाल्नु भयो तपाईँहरू सबैजनाले नि यो पर्चा छ नि यो पर्चा चाहिँ गाउँमा म पुर्याउनु पर्यो है यो पर्चा चाहिँ हात तपाईँले एउटा कुरो के छ भने 15 गतेदेखि सुरु भएको नि निरन्तर राजा ल्याएर नराखिन्जेलसम्म अब निस्किने है मलाई पक्रेर धुनु भने पनि तपाईँहरू निस्किनु होला कमला दिदी होइन आज तपाईँले यो मिटिङ राखेर जति पनि दिदीबहिनीहरूलाई यहाँ उपस्थित गराउनु भयो होइन अब दिदीले पनि सहयोग गर्नुभएको छ सबैजना मिलेर गर्नुभएको छ अहिले हामीले बाँडेका छौँ संसार बाँड्नु भएको छ उहाँ पहिलो दिन दोस्रो दिन 2 दिनसम्म चाहिँ चाबेलबाट हाम्रो तुलसीसँग सुन्दर जल सबै हामी कसरी बाँडिदिँदै होइन घर घरमा त्यसरी नै तपाईँहरू सबैले घर घरमा बाँडिदिनु होला होइन हामी पहिला जितौँ होइन यहाँ कोही काखा छैन कोही पाखा छैन दुर्गा दाईको नजरमा सबै एउटै छ होइन सबैले भन्नुभयो दुर्गा दाई इमान्दारी होइन दुर्गा दाईले जुन हिसाबले हामीसँग प्रस्तुत गर्नुभयो होइन उहाँसँग नपुग्ने केही पनि थिएन तपाईँ हाम्रो लागि उहाँ लड्नु भएको होइन तपाईँ हाम्रो लागि लड्नु भएको त्यही भएर यो 2 दिन छ नि दिदीबहिनी 2 दिन भोलि र पर्सि निक पर्सि जति सक्नुहुन्छ तपाईँहरूले एकदमै पैदल हिँडेर हुन्छ कि तपाईँहरूको टिम मिलेर फेरि म तपाईँहरूलाई एउटा अवसर पनि दिन्छु जस्तो काबेलले गरिरहेछ भक्तपुरले गरिरहेछ काठमाडौँले गरिरहेछ तपाईँहरू 8-10 जना मिलेर एउटा टिम मिलेर एउटा गाडी लिएर ठाउँमा होइन तपाईँहरूले बाँडिदिनुहोस् यही नै सबभन्दा ठुलो कुरो भनेको छ है दिदीबहिनीहरू है सबैलाई दिएर पठाउनु भोलि म बिहान खाना खाएर अनि मात्रै यति दुःख गर्नु सबैजना हामी खट्छौँ हुन्छ यति गरिदिनु होला यही नै सबभन्दा हाम्रो लागि आउनु पर्यो तपाईँ फेरि सत्य एक मिनटको सानो मुभी ए भाइ हेर त त्यसले गर्छ त्यहाँ पछाडि अनि म अहिले कस्तो लाग्यो भने पार्टीको राप्रपाले पनि राष्ट्रको अभियान लिएर राजा बचाउ राजा ल्याउँ र राष्ट्र बचाउ भन्ने अभियान लिए राप्रपा पार्टी हो त्यहाँ पनि मैले कुनै पार्टी पनि मान्नेवाला छैन हामीलाई राष्ट्रको खाँचो छ हजुरलाई जहिले पनि मैले फलो गर्दै आएको छु है त्यो गरिरहन पाउँछ पर्चा त दाइले अहिले म चाहिँ यो प्रहरी मेरो हस्बेन्ड प्रहरी हुनुहुन्छ अनि म चाहिँ महाराजगञ्ज पानी पोखरीमा बस्छु अनि यो अभियानमा चाहिँ राजावादी चाहिँ 20 वर्षदेखि राजावादी नै हो उम्रेकै यसै मेरो नाम दुर्गा बराजुनी हो मेरो भान्जा जिल्ला 5 खाल अहिले हाल बसाइ चाहिँ कलङ्की हो मेरो 5 खाल 3 किप्लेको घर चाहिँ अहिले हाल चाहिँ बसाइ कलङ्की हो अब यसमा आबद्ध भएको चाहिँ जहिलेदेखि दुर्गा सर निक्लिनु भएको त्यसलेदेखि हो नमस्कार सबैजनालाई दाइले त अब देखिरहनु भयो होला मलाई होइन 11 वर्ष भयो राष्ट्र बचाऊ नागरिक बचाऊ भनेर हिँडेको आज 11 वर्ष भयो आज अरू कसैको पनि भर लाग्दैन क्या यता जान्छु उता जान्छु होइन दाइको मात्रै भर लाग्छ क्या त्यही भएर आज ऊ हिजो दिनले मिटिङ राख्नुभयो दिदी अब हामी यसरी यता उता हिँडेर हुँदैन होइन हामी दाइलाई नै हामी पठाउनु पर्छ किन भन्दा उहाँले भई मान्छेको दुखी गरिबको चाहिँ पीडा उठाउनु भएको भएर चाहिँ एकदम विश्वास छ दाइ फेरि हामीलाई भोलि धोका चाहिँ दिने काम नहोस् होइन दाइले कहाँ भगवान हो हाम्रो संसारको भगवान वा जस्तो मान्छेले कति मरिसक्यो कति मर्ने भइसक्यो दाइ म निर्मला थापा भजनपट्टिको सदस्य हो
अनि म बस्छु अहिले मेरो जन्मस्थान चाहिँ नि मनमाइजू हिलेडोल भन्ने ठाउँमा हो, नेपाल टार। म चाहिँ अहिले बस्छु इचुङ्गु नारायणमा, सानो कुटी छ। अरू नयाँ साथीहरूले दिदिनु न परिचय। पहिलोचोटि आएको कि तर हुन त मैले सपोर्ट दिएन। जुन लुम्बिनीबाट छ गौतम बुद्ध त्यो मै हो, त्यो मानव लुम्बिनीबाट गौतम बुद्ध भनिन्छ, फोटो छ, मूर्ति मलाई हेरेर शरीरले वस्त्र छैन, त्यो मान्छे मै हो। मैले जति दुःख पाउँछु त्यति नेपाललाई नष्ट हुँदै गयो। शुभ नाम के हो? शुभ नाम दिपक गुरुङ। मेरो इतिहास लुम्बिनी र स्वयंमा छ, पोइन्ट टु पोइन्ट छ। गौतम बुद्ध अगाडि नबढिकन काम हुने एउटा केही पनि छैन। जति कराए जति धन सम्पत्ति या गरिब होस् उनीहरूलाई केही छैन। मेन मुख्य भने गौतम बुद्ध सर्ट अगाडि बढ्नु। मैले हजुरको सपोर्ट दिएछु। नयाँले गरौँ, नयाँले गरौँ। आज आएको म चाहिँ सन्तोष राणा भट्ट चितवनबाट हो। म चाहिँ प्रेम सागर भट्टराई। म जेउस दाईलाई मिडियाबाट सपोर्ट गरिराखेको छु। मैले चाहिँ टेक्नोलोजीमा रिसर्च गरेको 20-22 वर्ष भयो। आजसम्म कसैबाट यो पार लागेको छैन। नेपालका युवा वैज्ञानिकहरू धेरै पीडित छन्। त्यो भएर म उहाँसँग पहिले पनि चिन्जान छ, हाम्रो भेट भएको छ। केही भन्न चाहन्छु, दाईको अभियानमा एकदम दिलो ज्यान दिएर म साथ सपोर्टमा आएँ। मेरो चितवन हो सर। 2062 साल जेठ 9 गते राजावादी र सिआइडीका आरोपमा माओवादीहरूले अपहरण गरेर गोली हानेको व्यक्ति हो म। र आजसम्म म नेपालमा चाहिँ के कस्तो गतिविधिहरू भइरहेको छ, कस्ता मान्छेहरू चाहिँ अहिले समाजमा उत्पत्ति भएर चाहिँ देशको लागि चाहिँ गरिरहेका छन् भन्ने कुराहरूलाई मध्यनजर राखेर बसिरहेको छु। मैले केसम्म गर्न सक्छु, केसम्म गर्न सक्दिनँ भन्ने कुराहरू हजुरले मलाई 4-5 मिनट दिनुहोस्। म यो उज्यालोमा गएर केही कुराहरू हजुरहरूलाई देखाउन चाहन्छु। आफ्नो शक्ति कतिसम्म छ, म कहाँसम्म पुग्न सक्छु भन्ने कुराहरूलाई। मेरो सन्तोष राणा भट्ट। एकछिन है। सूर्यदेव सबैलाई उज्यालो सूर्यले दिनुहुन्छ। वैज्ञानिकहरूले भन्छन् कि सूर्यलाई नाङ्गो आँखाले हेर्नु हुँदैन। त्यसैले म बारम्बार प्र्याक्टिकल गर्दै आइरहेको छु। सूर्यलाई नाङ्गो आँखाले हेर्न सकिन्छ, तर विधि विधान र सत्यताको आधारमा पितादेवलाई सदैव हामी छोराछोरीले सदैव उहाँहरूलाई हेर्न सकिरहेका हुन्छौँ र उहाँहरूको उज्यालोले नै हामी सबैलाई चलायमान र दृश्यमान बनाइरहेको छ। सूर्य बिना जीवन नै छैन। त्यसैले हाम्रो झन्डामा चन्द्र सूर्यको लोगो किन बनिरहेको छ र हाम्रो अग्रजहरूले नेपाललाई स्वाभिमानी र विदेशीको गुलामी बढ्न नपरोस् भनेर किन गरिराख्नु भइरहेको छ र गरिराख्नु भइरहेको थियो र हालसम्म नेपाल देश गुलामी बनिरहेको छैन। तर हरेक नेपालमा नेतृत्व गर्ने नेपालीहरूले सारा नेपाली जनताहरूलाई गुलामी बनाइरहेको अवस्था छ। त्यसलाई नै न्युट्रिकुलर र नेपाललाई पूर्ण स्वाभिमानी बनाऊ भन्दै म यस मानव शरीर रैन्जेल राज संस्थाप्रति सधैँ अगाडि रही र हरेक कार्यहरूमा म अगाडि बढिरहनेछु। दृश्यमा या अदृश्यमा सम्पूर्ण शक्ति लगाएर काम गरिरहनेछु भन्दै म हजुरहरूलाई यस सूर्यदेवको प्रतीक र चलायमान शक्तिहरूलाई तेजमय ढङ्गबाट विकासिलो पथमा अग्रपन्थीमा उठाउनको लागि म दुर्गा दाईलाई सदैव साथ दिनेछु भन्दै मेरो 2 शब्दहरू यहीँ टुङ्गाउने छु र म स्वयं आफू विश्वमा चिनिनको लागि मिडियामा गएको खण्डमा म पहिला नै चर्चित भइसकेको हुन्थेँ। तर मैले नेपाल देशलाई केही गर्नु छ, नेपालमा जन्मिसकेपछि देशको माटोलाई केही राहत दिएर यहाँका जनतादेखि राजासम्मलाई सही दिशा सही मार्गहरूमा सकेसम्म आफूले भ्याएसम्म आफ्नो दिगो आत्माले म उहाँहरूको सदैव भलोको कामना गर्दछु र म भन्छु श्रीमान गम्भीर नेपाली प्रचण्ड प्रतापी भूपति श्री 5 सरकार महाराजाधिराजको सदा रहोस् उन्नति। राकुन्ची राईसले प्रजा फैलियोस् पुकारौँ जय प्रेमले हामी नेपाली सारले। यति भन्दै जीवनमय थलो हाम्रो नेपाल हो। डिजल पेट्रोल भएन भने गाडी इन्जिन चल्दैन भने, पानी भएन भने मान्छे नै चल्दैन। त्यसैले हामीले हाम्रो ठाउँबाट जलको बिजनेसहरू गर्न सकिन्छ र जडीबुटीको बिजनेसहरू गर्न सकिन्छ। हाम्रो धरतीमा अथाह
खनिज पदार्थहरू छन् त्यसलाई वैधानिकता हिसाबले र देशको उद्धार गर्ने हिसाबले मात्र हामीले निकाल्नुपर्छ भन्ने मान्यताका साथ म देशलाई उज्यालोमय ज्ञान दिन चाहन्छु र सदैव दुर्गा दाइलाई साथ दिइरहनेछु। पछाडिबाट परिचय नयाँ हो नयाँले मैले के सक्छु म त्यही गर्छु। हाम्रो अर्जुन सरहरू प्लिज। हजुर मेरो म तारिक सो एकबार बाबुराजु महर्जन अब हाम्रो अन्तीहरू आइसक्नु भएको छ। त्यसपछि अब पछाडि गइरहनु भएको छ। हजुर मेरो नाम चाहिँ सम्राट छ हो। म त पेसाले सिभिल इन्जिनियर हो र के भन्दाखेरि हामी जस्तो युवालाई देशमा गरिखान एउटा केही सिनेरियो केही पनि भएन क्या। र अहिले हामी जुन यो अभियानमा लागेको छौँ दुर्गा दाइको लागि मन वचन कर्मले हाम्रो साथ छ, हाम्रो समर्थन छ होइन। त्यही कारणले दुर्गा दाइलाई चाहिँ दुर्गा दाइको हरेक इन्टरभ्यू हेरेको छु मैले। त्यही कारण त्यो चिजको लागि चाहिँ हामी युवाहरू चाहिँ एकबद्ध छौँ। कोही रहनुभयो? छैन भने अब ल अब सबैजनालाई नमस्कार है। फेरि पनि अब मैले बसेरै भने फेरि अब यो मेन कुरो चाहिँ के हो भन्दाखेरि नि तपाईँले कसरी बुझ्नुहोस् भने यहाँ आफ्नो आफ्नो तरिकाको प्रश्न आउँछ, आफ्नो आफ्नो तरिकाको मान्छेको समस्या हुन्छ होइन। सबैको आफ्नो आफ्नो समस्या छन्। अब मैले जतिखेर बुझ्ने भएँ यिनीहरूलाई सहयोग गरेँ। दुईवटा कम्युनिस्ट पार्टी एक भएपछि देश बन्छ भनेर मैले दुइटै माओवादी र प्रचण्ड र केपीलाई पनि मिलाएको भएन। सबै कुरा गर्दा यिनीहरूको मैले त्यहाँ नजिकमा पुगेपछि के देखेँ भने यिनीहरूले देश सक्ने रहेछन् भनेर देखेर मैले यिनीहरूलाई छोडेर अब आफै अघि बढ्नुपर्छ भनेर म आफू अघि बढेको। अब म आफू अघि बढ्दा पनि मैले कति हन्डर खाएको छु त्यो तपाईँहरूले बुझ्नुभयो होला। मलाई कालो मोसोदेखि लिएर जुत्ता हान्नेदेखि लिएर मान्छे लगाउनेदेखि लिएर मलाई पक्रेर थुन्नेदेखि लिएर सबै गर्दा पनि म पछि हटिनँ। म हटिनँ नि त। मेरो ठाउँमा अर्को मान्छे भएको थियो भने उहिल्यै सकेँ नि है, म हटिनँ। र अर्को कुरो के छ भन्दाखेरि हामी अलिकति साधन स्रोतले अलिकति राम्रो सम्पन्न परिवारै बाबुआमाले राम्रै सम्पत्ति कमाइदिएको थियो। त्यसमा पनि हामी छोराछोरीहरूले बढाउने नै काम गऱ्यौँ। र यो अभियानलाई हाम्रो परिवारले खास गरेर मेरो श्रीमती, मेरो दिदी हुनुहुन्छ, मेरो छोरा छोरी सबैजनाको सपोर्ट छ। सबैजनाको सपोर्ट थिएन भने नि घरमा श्रीमतीले सहयोग गरेर पनि मान्छे अघि बढ्दैन। आउने मान्छेलाई चिया खुवाउने, जाने, खाने यी सुन्नुहुन्छ नि त, खाना खुवाउनेदेखि लिएर सबै गरेर यो घरमा 2700ले घरमा खाना खायो। यो घरमा एक दिनमा 2700ले पनि खाना खायो। त्यति गरेर यो अभियानलाई यो ठाउँमा ल्याउन सफल भएको छ। र तपाईँहरूले के बुझ्नु भने पऱ्यो भने हामीले यो अभियान सुरु गर्दै गर्दा पैसा कमाउनुपर्छ भनेर गरे होइन। हाम्रो सोचमा त्यस्तो कुरो छैन। किनभने हामीसँग सम्पत्ति नभएर होइन, सम्पत्ति थियो। हाम्रा छोराछोरी डक्टर थिए, हामी चुप लगाएर बसे भए हुन्थ्यो नि त होइन। हाम्रो मेडिकल कलेज थियो, क्यान्सर हस्पिटल थियो, स्कुल थियो, सबै कुरा थियो, 5 स्टार होटल थियो। सबै हुँदै पनि हामीले किन गऱ्यौँ भन्दाखेरि यसो हेर्दै जाँदाखेरि अब नेपाल भूमि चाहिँ रहने रहेछ, नेपाली चाहिँ नरहने रहेछन्। कसका छोरा छैनन्, कसैका छोरी छैनन् घरमा। यहाँ तपाईँहरूको अब कतिजना हजुरआमा हुनुहुन्छ, नाति छन् कि छैनन् घरमा मलाई थाहा छैन होइन। हजुरआमा हजुरबाउको सम्बन्ध नातिसँग के हुन्छ, मान्छेले नाति खेलाउन पाउन छोड्यो। त्यसले गर्दाखेरि यो सबैको अन्त्य गर्नुपर्छ भनेर अनि मैले राजालाई पनि धेरैचोटि झकझक्याएर राजा पनि अहिले बोल्ने स्थितिमा पुग्नुभयो। राजाले पनि विश्वास गरेका थिएन पहिला। अब राजालाई लाने, एउटाले लाने रोटी साट्ने, अनि भोट माग्ने, अर्कोले लाने भोट माग्ने, अनि युज गरे। अब मैले त भोट माग्न गरेको होइन नि त, मलाई भोट माग्नु छैन। मेरो भनाइ के छ भने राजालाई गद्दीमा राख्ने हो अनि चुनाव लडौँला नि। व्यवस्था परिवर्तन गरौँ, राजालाई गद्दीमा राखौँ, व्यवस्था परिवर्तन गरौँ, अनि यी माग पुरा गरौँ नेपालीहरूका। लघु वित्त र सहकारीले घरमा बस्दै छैन महिलाहरूलाई, ती सबै कुराको व्यवस्थापन गरौँ अनि चुनावमा लडौँला। बाँचिएछ भने चुनावमा लडौँला, मरिएछ भने ठिकै छ होइन। तपाईँहरूले बुझ्नु भएन। अनि त्यसले गर्दाखेरि तपाईँहरूले के बुझ्नुहोस् भने सबैजना नेपालीहरूको रुवावासी छ आज। सबैजना नेपालीहरू नेता र केही मारवाडीका 16 परिवार जति मारवाडीका हली भए गोठाला भएका छन्। उनीहरूकै सामान बेच्देऊ, उनीहरूकै ब्याङ्कका पैसा लिइदेऊ। पैसा पठाउनु चाहिँ हाम्रा नेपाली दाजुभाइ विदेशबाट, ब्याङ्क चाहिँ कसको, मारवाडी।
देश हाम्रो व्यापार कसको मारवाडी मोङ्गी बढाएकै मारवाडीले हो। अनि त्यसले गर्दाखेरि अहिले मैले बुझाएपछि सबैले बुझे होइन बुझे नि हो। बाठा भएपछि अब सबैले मलाई साथ देऊ, एकपल्ट साथ देऊ। अब एकपल्ट काठमाडौँमा निस्क्यौँ। 15 गतेदेखि उता हामीले जनविद्रोह गर्दैछौँ। जनविद्रोहका क्रममा अब घाइते हुन्छ, थुनिन्छ, मलाई पक्रिन्छ, सायद भोलि पक्रिन्छ कि पर्सि पक्रिन्छ होइन, पक्रियो भने पनि तपाईँहरू हुनुहुन्छ नि त। अब निस्किनु पर्यो सडकमा होइन। त्यसले गर्दाखेरि तपाईँ के बुझ्नुहोस् भने होइन, त्यसले गर्दाखेरि तपाईँहरू के बुझ्नुहोस् भने तपाईँले भन्नुभयो नि धोका हुँदैन मबाट किन धोका हुँदैन भने हामीलाई कमाउनु नै छैन। मलाई कमाउनु छ थिएन नि त। मसँग सम्पत्ति थियो, गाडी थिए, घोडा थिए, छोराछोरी थिए, नाति सबै कुरा थियो। तर मैले किन यो बाटो लिएँ भन्दाखेरि मलाई एउटै कुरो भएको छ, 3 चेलीहरूले आत्महत्या गरे एउटै डोरीमा, एउटै रुखको हाँगोमा पासो लागेर। अर्को प्रेम आचार्यले शरीरमा पेट्रोल खनाएर आगो लगायो नि संसद भवन अगाडि त्यो। अर्को कुरो तपाईँलाई म के भन्छु भने मेरो छोरीले एमडीमा नाम निकालिन्, डक्टरमा MBBS यहाँ सकेर नाम निकाल्दाखेरि हामीले 0 शिशु क्लासदेखि डक्टरसम्म नि घरमै राखेर पठाएको नछोडिकन। हामीलाई त्यति माया थियो क्या छोरीको। जब छोरीको एमडीमा नाम निस्क्यो, एमडीमा नाम निस्केर कोटा भएन, यहाँ नभइसकेपछि हामीले बाहिर पठाउनु पऱ्यो। बाहिर पठाउने बेलामा ऊ त्यहाँ छ नि, ऊ त्यो फुल भएको ठाउँमा दिदी र मेरो श्रीमती चाहिँ छोरी पुर्याउन भनेर एयरपोर्ट हिँडेका। ती मेरो बुढी बेहोस भएर लडे, बुढी लडेपछि दिदी पनि लड्नु भयो। अनि त्यस पछाडि मैले छोरीलाई लिएर म एयरपोर्ट गएँ। एयरपोर्ट गएर मैले छोरीलाई बिदा गर्दाखेरि नि, छोरीले यसरी बाई गर्दाखेरि मेरो यो सबै छाती भिजेको छ क्या मेरो आँसुले। मैले त्यही दिन प्रण गरेको, मैले मेरो छोरी मेरो देशमा पढाउन नपाउने, मेरो नातिसँग म बस्न नपाउने, त्यस कारणले गर्दा म यो व्यवस्था बदल्छु भनेर लागेको मान्छे। यो व्यवस्था बदल्छु कुरा बुझ्नु होइन, उहाँ रुनु हुँदैछ फेरि रोइ पो हाल्नु हो। त्यसले गर्दा म त्यत्तिकै लागेको मान्छे होइन। म यो अभियान छोड्दिनँ, यो अभियानले जित्छ। अब राज संस्था आइसक्यो, लगेर राख्न मात्रै बाँकी छ। व्यवस्था बदलिएपछि नि कसैले रुनु पर्दैन, कसैले रुनु पर्दैन। यो होइन व्यवस्था नबदलिकन त हुँदै हुँदैन। तपाईँहरूको अब सहकारीका पैसा अलिअलि जम्मा गरेको पनि खाइदियो होला, खाइदियो होइन। अनि हेर्नुहोस् त, त्यो पैसो बुढेसकालको सहारा छोराछोरी होइन नि, पैसो हो त्यो, पैसै खाइदियो होइन। दुःख गरेर फर्सीको मुन्टो, सागको मुठो बेचेको, मकै पोलेको मकै पोलेर बेचेको पैसा खाइदियो। यिनीहरू गाडी चढेर हिँडेका छन् अघि। अब यो पुलिसहरूको तपाईँ भन्नुभयो नि, चोर भन्छन् पुलिसलाई, पुलिसलाई पुग्ने महिनाको 1 लाख तलब देऊ न, चोर्दै पर्दैन। अब यो एउटा काम गर्नुहोस्, यो चाहिँ तपाईँहरूले मेरो हस्बेन्ड अहिले एसपीको पालो थियो, प्रमोसन हुने। अनि ठ्याक्क मेरो हस्बेन्ड 3 नम्बरमा पालो इन्सपेक्टरमा चाहिँ जुनियर गर्दा डिएसपी हुनुहुन्छ, इन्सपेक्टर जुनियर गरिदियो कि पहिले। त्यो पुरा प्लानै हुन्छ नि उनीहरूको त। अब हाकिमको नजिक भयो त्यही उनी फर्स्टमा 1 नम्बर 2 नम्बर इन्सपेक्टरमा जुनियर भयो, त्यसपछि त्यो दोस्रो डिएसपीमा हुनुभयो। अनि डिएसपी हुँदाखेरि अनि एसपीको पालोमा चाहिँ ठ्याक्क 1 नम्बरमा गृहमन्त्रीको मान्छे। अनि मेरो हस्बेन्ड कता कता पुग्नुभयो, धेरै यताउता गर्नुभयो। अनि भएन कि अब त्यो ठ्याक्कै यति फास्ट निकालिदियो त्यो पुग्ने बाहिर। एसपीमा रिटायर, एसपीमा पनि 6 वर्ष थियो। कति वर्ष छ? के हो नाम? मेरो हस्बेन्ड बलदेव मण्डल हुनुहुन्छ नेपाल प्रदेश अस्पतालमा। अनि अहिले हुनुपर्ने ठ्याक्कै पहिले राखेर उयो भयो। तपाईँको हस्बेन्डले तपाईँको त्यो तपाईँले यहाँ सबैभन्दा लास्टको पढ्नु त। एउटा इम्पोर्टेन्ट मिटिङ हुन्छ कि ट्रेनिङ हुन्छ, त्यो ट्रेनिङ मेरो हस्बेन्डले गर्नुभएको होइन। अहिले बडो मान्छे त्यो एकदमै हुनु पर्यो। त्यसलाई ल अब एउटा काम गरौँ, तपाईँको श्रीमान पनि मेरो फ्यान होला नि होइन। यो लगेर नि यहाँ सुन्नु न, अब तपाईँहरूसँग आइहाल्नु भयो। तपाईँहरू सबैजनाले नि यो पर्चा छ नि, यो पर्चा चाहिँ गाउँमा म पुर्याउनु पर्यो है।
यो पर्छ चाहिँ हात तपाईँले एउटा कुरो के छ भने 15 गतेदेखि सुरु भएको नि निरन्तर राजा ल्याएर नराखिन्जेलसम्म अब निस्किने है मलाई पक्रेर थुनो भने पनि तपाईँहरू निस्किनु होला कमला दिदी होइन आज तपाईँले यो मिटिङ राखेर जति पनि दिदीबहिनीहरूले यहाँ उपस्थिति गराउनु भयो होइन अब दिदीले पनि सहयोग गर्नुभएको छ सबैजना मिलेर गर्नुभएको छ अहिले हामीले बाँडेका छौँ संसार बाँड्नु भएको छ उहाँ पहिलो दिन दोस्रो दिन 2 दिनसम्म चाहिँ चाबेरबाट हाम्रो तुलसीसँग सुन्दर जल सबै हामी कसरी बाँडिदिँदैन घर घरमा त्यसरी नै तपाईँहरू सबैले घर घरमा बाँडिदिनु होला होइन हामी पहिला जितौँ होइन यहाँ कोही पाखा छैन कोही पाखा छैन दुर्गा दाईको नजरमा सबै एउटै छ होइन सबैले भन्नुभयो दुर्गा दाई इमान्दारी होइन दुर्गा दाई जुन हिसाबले हामीसँग प्रस्तुत गर्नुभयो होइन उहाँसँग नपुग्ने केही पनि थिएन तपाईँ हाम्रो लागि उहाँ लड्नु भएको होइन तपाईँ हाम्रो लागि लड्नु भएको त्यही भएर यो 2 दिन छ नि दिदीबहिनी 2 दिन भोलि र पर्सि निक पर्सि जति सक्नुहुन्छ तपाईँहरूले एकदमै पैदल हिँडेर हुन्छ कि तपाईँहरूको टिम मिलेर फेरि म तपाईँहरूलाई एउटा अप्सन पनि दिन्छु जस्तो काबेलले गरिरहेको छ भक्तपुरले गरिरहेको छ काठमाडौँले गरिरहेको छ तपाईँहरू पनि 8-10 जना मिलेर एउटा टिम मिलेर एउटा गाडी लिएर ठाउँमा होइन तपाईँहरूले बाँडिदिनुहोस् यही नै सबभन्दा ठुलो कुरो हुनेछ है दिदीबहिनीहरू है सबैलाई दिएर पठाउनु भोलि म बिहान खाना खाएर अनि मात्रै यति दुःख गर्नु सबैजना हामी खट्छौँ हुन्छ यति गरिदिनु होला यही नै सबभन्दा हाम्रो लागि